नमस्कार। आज हामी एउटा यस्तो विषयबारे कुरा गर्दैछौँ जसले पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालदेखि चिया पसलसम्म व्यापक चर्चा पाएको छ। नेपाल सरकारले खगेन्द्र प्रसाद र रुद्रकली नामका दुईवटा हात्ती कतार सरकारलाई कूटनीतिक उपहारका रूपमा प्रदान गरेपछि यस विषयलाई लिएर देशभर मिश्रित प्रतिक्रिया देखिएको छ। विशेष गरी सामाजिक सञ्जालमा कतिपय नेपालीहरूले हात्तीलाई अत्याधिक गर्मी हुने देशमा पठाइएको भन्दै सरकारको आलोचना गरेका छन्। कसैले हात्तीलाई बिजोग बनाउन पठाइयो भनेका छन् भने कसैले फिर्ता ल्याउनुपर्छ भन्दै टिप्पणी गरेका छन्। हात्तीप्रति माया र संवेदना हुनु गलत होइन। हात्ती हाम्रो राष्ट्रिय गौरवसँग जोडिएको जनावर हो, संस्कृति र इतिहाससँग जोडिएको प्रतीक पनि हो। त्यसैले हात्तीलाई लिएर चासो देखिनु स्वाभाविक हो। तर यहाँ विचार गर्नुपर्ने कुरा के हो भने के वास्तवमै कतारमा हात्ती असुरक्षित हुन्छन् त? विज्ञहरूका अनुसार यस विषयमा अनावश्यक भय र गलत बुझाइ फैलिएको देखिन्छ। कतार कुनै सामान्य देश होइन। फिफा विश्वकप जस्तो विश्वकै ठूलो खेलकुद महोत्सव सफलतापूर्वक आयोजना गरेको देश हो कतार। मानवाधिकार, पशु अधिकार र वातावरणीय मापदण्डका विषयमा अन्तर्राष्ट्रिय निगरानीमा रहने देश हो कतार। कतारमा जनावरका लागि अत्याधुनिक पूर्वाधार छन्। हात्तीका लागि जाडोमा हिटर, गर्मीमा एयर कन्डिसनर, पर्याप्त पानी, खुला स्थान र स्वास्थ्य परीक्षणको व्यवस्था हुन सक्ने क्षमता कतारसँग छ। हात्ती मैत्री वातावरण बनाउन आवश्यक परेमा करोडौं खर्च गर्न पनि कतार पछि हट्ने देश होइन। यसैले हात्तीलाई दुःख हुन्छ भन्ने आशंकामा अनावश्यक तनाव लिनुपर्ने अवस्था नरहेको जानकारहरूको भनाइ छ। अब अर्को महत्त्वपूर्ण विषय, उपहारको सम्मान। कूटनीतिक उपहार कुनै सामान्य लेनदेन होइन। उपहार भनेको आफ्नो सामर्थ्य, संस्कृति र पहिचान बोकेर दिने सम्मानको प्रतीक हो। इतिहासमा हेर्ने हो भने सुदामाले भगवान श्रीकृष्णलाई महल, रथ वा सुन दिएनन्, केवल कणिका दिए। तर त्यो उपहार संसारकै सबैभन्दा मूल्यवान बन्यो। त्यसैले उपहारको मूल्य पैसाले होइन, भावनाले मापन गरिन्छ। कतारले अमेरिकालाई $400 मिलियन बराबरको विमान उपहार दिन सक्छ। भारतले नेपाललाई विभिन्न किसिमका गाडीहरू उपहार दिन सक्छ। तर नेपालसँग कतारलाई दिने सबैभन्दा मूल्यवान र अर्थपूर्ण उपहार भनेकै हात्ती हुन्। नेपालले कतारलाई 2वटा हात्ती दिनु भनेको उसलाई पानी जहाज वा विमान दिनुभन्दा पनि अर्थपूर्ण कुरा हो, किनकि उपहार त्यही हो जो आफूसँग छ तर अरूसँग छैन। अझ महत्त्वपूर्ण कुरा, कतारले हालसम्म लाखौं नेपालीलाई रोजगारी दिएको देश हो। यही कतारमा काम गरेर हजारौं नेपाली परिवारको चुलो बलिरहेको छ। त्यही देशलाई नेपालले आफ्ना हात्ती उपहार दिनु भनेको मित्रता र कृतज्ञताको सन्देश पनि हो। अब सोचौं, कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीका लागि यो कति भावनात्मक हुन सक्छ। कामको थकान बीच छुट्टीको दिन कतै घुम्न जाँदा आफ्नै देशका हात्ती देख्दा मन शीतल हुँदैन र? भनाइ नै छ, माइती गाउँको कुकुर देख्दा पनि माइती आए जस्तो लाग्छ। त्यस्तै कतारमा